हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते। आजको दिन साधारण थिएन, आजको दिन नयाँ सुरुवात थियो। आज म छिट्टै उठेँ र सिधै नुहाउनु गएँ किनकि आजदेखि मेरो क्लास अफिसियली स्टार्ट हुँदै थियो। पहिलो दिन भनेपछि एक्साइटेड नहुने त कुरै भएन। मनभित्र अलिक डर, अलिक उत्साह, अलिक क्युरियोसिटी सबै मिसिएको थियो। हल्का खाजा बनाएर खाएँ र क्लास जान रेडी भएँ। घरबाट हिँड्दै बस स्टेसनसम्म पुगेँ, त्यसपछि निकोसियाबाट लार्नाका बस चढेँ। लार्नाका पुगेपछि फेरि बस चेन्ज गरेँ अनि कलेजतर्फ लागेँ। त्यो बेला मनले भन्यो, आजको दिन अलिक स्पेसल छ। आज क्लास जान लागेको थिएँ, ठ्याक्कै सरस्वती पूजा रहेछ। मलाई यस्तो लाग्यो कि जस्तै नर्सरीमा नयाँ स्टुडेन्ट भएर भर्ना हुन गए जस्तो। पहिलो दिन, नयाँ क्लास, नयाँ मान्छे, नयाँ वातावरण। सुरुमा सोचिरहेको थिएँ विदेशको भाषा, टोन सबै फरक हुन्छ, बुझ्न निकै गाह्रो हुन्छ होला भनेर। तर क्लासमा पुगेपछि सबै डर हरायो। टिचरहरू एकदमै फ्रेन्डली हुनुहुँदो रहेछ, हँसाइ हँसाइ पढाउने, पोलाइट भएर बुझाउने। आज निकै नयाँ कुराहरू सिक्न पाइयो र क्लास जेन्युनली इन्जोय गरेँ। आज मेरो 3वटा क्लास थियो, हरेक क्लास 2-2 घन्टाको। बिचबिचमा हरेक घन्टामा 10 मिनट रेस्ट दिनुभयो। त्यसैले हामी बाहिर निस्क्यौँ। 2वटा क्लास सकेपछि 1 घन्टाको ब्रेक थियो। त्यो समयमा फेरि बाहिर निस्केर घाम ताप्यौँ, हल्का फ्रेस भयौँ। त्यसपछि अन्तिम क्लास एटेन्ड गरेर बेलुकी 4:30 को गाडीमा घर फर्क्यौँ। लार्नाका पुगेपछि फेरि 30 मिनट वेट गरेँ अनि निकोसिया जाने बस चढेँ। त्यसबेला निकै ढिलो भइरहेको थियो, अलिक जाम थियो, सायद सबै अफिसहरूको छुट्टी हुने टाइम भएर होला। त्यसपछि घर आएर म एक्सर्साइज गर्न थालेँ। आज बुझेँ, पहिलो दिन डर लाग्छ, तर डर पार गरेर हिँड्यो भने त्यही दिन ग्रोथ सुरु हुन्छ। आजको दिन मेरो लागि लर्निङ, करेज र ग्र्याटिट्युड सबै मिसिएको दिन रहेछ। भन्छन् नि, न्यू बिगिनिङ्स आर स्केरी बट स्टेइङ स्टक इज स्केरियर। एक्सर्साइज सकेपछि म किचनतिर लागेँ। भोक भने निकै लागेको थियो। हतार हतार खाना बनाएर खाएँ। थकान थियो तर मन सन्तुष्ट थियो। डे 55 कम्प्लिट, वान स्टेप क्लोजर टु द ड्रिम। सी यु टुमरो। बाई बाई।